सो हे गाइस फेरि पनि तपाईँलाई स्वागत छ ठोकरी भ्लगमा। आज चाहिँ हामी अर्को एक्स्ट्रा अर्डिनरी लिएर आएको छौँ। फ्रक केक खालको भन्दाखेरि आज चाहिँ दोर्जे भाइले होइन फाइट परेको थियो अरे भाइहरूको। तैँले के गरिस् भन् त भाइहरूको फाइटमा? दोर्जे भाइले चाहिँ आज छुट्याउने काम गरेर है। मेन हो सेवा गरे हो, मानव सेवा गरे हो। भन त नि के भए भन् त, माथि हेरेर भन्न आज के गरिस् गएर। लास्टै भाउको छ कि गाइस भन् छिटो भन्न। आज मेरो भाइलाई हान्यो। हामीसित भन्न कसले के आज मेरो भाइले हान्यो छ। मेरो भाइ र मेरो भाइको साथी खेल्दै थियो। उही बेलामा त्यति बेलामै मेरो भाइलाई हेप्ने एउटा दुश्मन आएछ। मेरो भाइको दुश्मन त्यो भाइ भर्खरै 5 वर्ष थियो। अनि त्यो मेरो भाइ चाहिँ 6 वर्ष थियो। अनि लखाट्यो अनि हान्न थाल्यो। अनि त्यो भाइलाई समातेर हान्दिएको थियो। तैँले हान्दिस् कि तेरो भाइले हान्यो? मैले हो हान्यो। मान्छेले यताउति देखेन? मान्छेहरूले देखेछ। अनि त्यो रुएर अनि त्यसको मम्मीलाई भन्न गएछ। अनि म मात्र थिएँ। मेरो भाइ चाहिँ मम्मीलाई बोलाउन गएको थियो। अनि एउटा अन्टीले मलाई के झुटो आरोप लगायो। के आरोप लगायो? पुलिस केस गर्ने हो? झुटो बोलेर। त्यो पुलिस केस गर्ने हो? गर्ने कि नगर्ने मलाई के थाहा। अनि तँले झुटो आरोप लगायो भने त पुलिस केस गर्नु पर्यो त नि। नगर्ने भने के भनेर झुटो आरोप लगा? त्यो भाइलाई मैले हानेकै थिएन। उल्टै त्यो भाइले हान्यो भन्दै भन्यो। अघि भर्खर प्याज हान्यो भने होइन आवाज झुटो बोल्छस् क्या? अनि त्यसको मम्मीलाई बोलाएर चाहिँ हान्यो भने के? अनि अरू? अनि त्यो दिदीले भिडियो देखाऊँ युट्युबदेखि भएन भने म तँलाई त्यही पुलिसलाई बोलाइदिन्छु भन्यो। हो सिसी क्यामेरा हेऱ्यो हो? अनि सिसी क्यामेरा हेर्न लाग्यो अरे। अनि मुनि आउँदाखेरि म घरभित्र त्यो दिदीको घरभित्र पस्दाखेरि अनि त्यो दिदी अरू के गर्यो त तँलाई? के अनि यताउति केही भनेन? हस् जा घरि भिडियो हुँदैन भन्छ। केमा भिडियो चाहिँ? केबाट भिडियो हेरेछ त? घरि मोबाइलदेखि हुँदैन भन्छ, घरि हुन्छ भन्छ। सिसी क्यामेरा हो? सिसी क्यामेरादेखि घरि हुन्छ भन्छ, घरि हुँदैन भन्छ। अनि झुटो बोल्छ, मलाई नराम्रो भन्न खोज्छ। हो अनि तँलाई चाहिँ रिस उठेन? रिस उठेर मैले तेरो सिसी क्यामेरामा घरि भिडियो हुन्छ, घरि हुँदैन भनिदिएको थियो। चुप लागेर खाजा खान गएछ। हो अनि अरू के भयो त त्यहाँ? त्यहाँबाट तिनीहरूले मलाई हान्न खोज्यो। तिनीहरूले त्यसको दाइहरूलाई बोलायो। हान्न खोजेर मलाई उल्टै करायो। झुटो आरोप लगाइ गर्छ। सिसी क्यामेरा घरि चल्दैन भन्छ, घरि के भन्छ। अनि घरि कुकुरलाई टोक्न लगाइदिउँ भन्छ। अनि घरि ट्यालेन्ट छु, त्यो पनि ट्यालेन्ट हुँदैन भन्छ। अनि एक्जाममा पास हुँदिन भन्छ। अनि अरू के भने त? अरू एक्जाममा पास को चाहिँ हुँदैन रे? आफू कि त? म हुँदैन अरे। मलाई रिस उठेर के भन्दै थियो। अब फर्स्ट आउनु पर्यो नि त अनि? फर्स्ट आउँछु। अनि अरू त्यति नै हो। अहिले फर्स्ट आउँछु भने आयो गाइस, के हुन्छ भोलि हेरौँला नि। तेरो एक्जाम कहिलेबाट? अब साउनको 28 गतेबाट होइन? साउनको 4 गतेदेखि। साउन 4 गतेदेखि त स्कुल ओपन हुन्छ। एक्जाम चाहिँ 28 गतेदेखि होला गाइस। यो चाहिँ बबाले मल्टी ट्यालेन्ट जस्तै लाग्छ होइन मलाई। फर्स्ट आउँछस् कि सेकेन्ड कि थर्ड भन् त? 3टामा एउटा
फर्स्ट ल यसले फर्स्ट भने है गाइज हामी हेरौँ के आउँछ कमेन्ट गर्नु है गाइज यसको ट्यालेन्ट कतिको छ। अब अर्को नेक्स्ट भिडियोमा चाहिँ के ल्याउने भन्छ नेक्स्ट भिडियोमा इङ्ग्लिस इङ्ग्लिस ल्याउने इङ्ग्लिस के गरेको मैले जे सोच्छु त्यही भन्न सक्छु उ यो दाइले इङ्ग्लिस भन्नुहुन्छ मैले नेपालीबाट के भनेको भन्छु होइन मैले त्यो पनि भन्नु पऱ्यो अनि मैले इङ्ग्लिसबाट सोधेपछि त इङ्ग्लिसबाट नि भन्न सक्नु पऱ्यो ल हुन्छ कि नै हुन्छ हो बबाल हो हो पक्का हो नि हो ल गाइस अर्को नेक्स्ट भिडियोमा चाहिँ योसँग इङ्ग्लिस कम्पिटिसन जस्तो च्यालेन्ज आउँछ है म जे सोच्छु त्यही भन्छ है यसले नेक्स्ट भिडियोमा लगाइछ। सो गाइज हाम्रो ब्याक जोन देख्न सक्नुहुन्छ त्यस्तै छ होइन भिडियो मन परेमा लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला। दोर्जे के भन्छस् भन्न चाहन्छु भन्न त के भन्छस् यो हाम्रो ब्याक जोनमा जोन हाम्रो जोनमा तपाईहरुलाई जोन के अरे पर्सनल जोनमा तपाईहरुलाई कस्तो लाग्यो राम्रो लाग्यो भने एक दिन यो पर्सनल जोनमा आउनु होला। अनि के गर्नलाई आउनु होला भ्लग बनाउनलाई कि खेल्नलाई हामीसँग भ्लग बनाउनलाई आउनु होला। अनि ल गाइस मन परेमा भिडियो लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला। आजलाई बाई बाई।